अनि हाम्रो बन्द भएपछि खिचिरहने हो कि त्यो खिचिरह हुन्छ त्यो क्यामेराले एकछिन उयो चाहिँदैन गाइस अनि हाम्रो यहाँ 1 मिनेट पनि हुन्छ कि गाइस अनि हाम्रो ब्लग बनाउने गाइस हैन यो मेरो भाइ अन्त कस्तो दामी हिरो है हिरो अनि नेमारको मेरो जर्सी ल्याएर गाइस आए त ब्लगर ब्लगर अनि अब चाहिँ हामी कता आइपुग्यो हामी बिजी बेकरीमा आइसकेको छौँ बिजी बेकरीमा अस्ति हामी यहाँ केक त हामी बिहान उठेर बिहान गएको थियो एक्सप्रेस खाएको एउटा कोक खाएको एक्सप्रेस खाएको एउटा कस्तो तर्साएको हो यो दाइले स्कुल बस हो तर हाम्रो स्कुलको बस होइन हाम्रो स्कुलको बस त अलिक 8:30तिर आउँछ बोका त खतरा यहाँमै गाडी अनि गाइस अहिले उता नयाँ बजार ठ्याक्कै ल मेडिकल चोक ल म चाहिँ अब यहाँ अनि गाइस अनि महानगर के अरे उसमा आउनु है गाइस राम्रो सामान राम्रो सामान पाइन्छ गाइस होलसेल गाइस रातले तपाईँको यहाँको होइन दालमोट छ चिउरा खानु सबै दिवाना अप्ला मेरो बनाउँछ यहाँ अनि यहाँ चाहिँ राम्रो अनि भक्तपुरबाट ल्याएको जुत्तो धुँदै यहाँ पाइन्छ गाइस उयो उसमा नाम के अरे हेर्दा नामै राखेको छैन होइन राम्रो हो तर पसन्द त्यो मेडिकल चोकमा गाइस होइन यसो गर्नु गाइस एउटा बिस्कुट लिन आउनु भित्र यस्तो राम्रो छ है गाइस 5 मिनट बस्नु अनि नेमार एउटा गाइस जर्मन सेफरको जर्मन सेफर डायल गाइस मम्मी डराइस यसले खापै पारो भन्दा मान्छे त को हेर्नु गाइस जर्मन सेफर पहिरा अब खिचिरहेको गाइस जर्मन सेफर गाइस त्यसै लामो गल्ली गाइस जे मैले गाइस हामीले सुनेको है तर खाएन बुझिसक्यो कसम हामी चाहिँ म तपाईँलाई एउटा कुरा भन्छु म अस्ति नै यहाँ आएको थिएँ है अनि त्यहाँ जग्गा त्यो एउटा कोठा खाली थियो त्यसमा बुद्ध भगवानको फोटो थियो होइन अनि त्यहाँनिर त्यो एउटा ढोका बिहान आउँदा त अनि झ्याल खुल्लै थियो अस्ति अनि अस्ति त झ्याल खुल्लै थियो अनि पछि आएर हेरेको बन्द अनि सोधेको त्यो भएर त घरबाट पनि बस्नु अरे अनि त्यही भएर गाइस भुतगल्ली त्यो भएर हामी अहिले त्यहाँ भुतगल्ली भन्नु भन्छौँ त्यहाँ जाने बेला के गर्छ गाइस त्यो छैन त्यो गल्ली सुन्नु न गाइस त्यो गल्ली आमा यस्तो म त त्यो घर आउनु नि त्यही घर आउनु भयो त्यस्तो कुद्छु नि त्यो एउटा मान्छे पासो लाएर मऱ्यो अनि त्यो घरबेटीहरू सबैलाई पछि त त्यो घरै छोडेर गएको अनि त्यही भएर जोइलहरू नि त्यहाँ बस्छ अहिले छोराहरू नि तर्साएर बिर्सेको चुडाएर बसेर हामी गाइस स्कुलको भइदिएको तपाईँ यति नयाँ बजारमा बस्नु भएको छ भने आउनु गाइस अनि यो मिट सप ठिकै छ एम्बियन्स ठिकै छ अनि अन्त भ्लगर भयो होइन तपाईँलाई थाहा भ्लगर अपको नि गाइस हामीले जति भ्लग बनायो भने हाम्रो यो युट्युबमा इन्कमै आउँदैन क्या गाइस अस्ति इन्कमै आउँदैन अस्ति 23,000 आउँछ होइन नि इन्कमै आउँदैन भाइ हाम्रो त बुझिस् तैँले के हो कस्तो कुरा गरे भाइ तैँले लुफी त्यताबाट आइरहेको अब त स्कुल जानै पर्छ अब यो मौकामा यस्तो राइड भाइलाई यसको निन्दा लागिसक्यो बिहान 6 बजे हो कि 6:30 बजे उठेर 6 बजेदेखि स्कुल साइकल चलाउनु गएँ फर्स्ट हामी यताबाट गएको थियौँ मैले अब हामी यताबाट आएर भेटेर किनकि बाबा अहिले छिट्टै गोठा जानु पर्छ त्यही भएर बाबा साइकलमा गएर स्कुलमा जानुभयो गाइस अनि सुन्नु
अनि गाइस हामी भ्लग बनाउँदै हाम्रो के गरियो भिडियो युट्युब कि टिकटकमा भयो भने फलो लाइक सब्सक्राइब हानिदिनु कि टिकटक र युट्युबमा भयो भने गाइस त्यही पनि ल गाइस हामी चाहिँ उताबाट आएको के अरे एकछिन भएन ल आज बल्ल आइपुग्यो गल्लीमा गाइस अब हाम्रो घर आयो त्यही हो त्यही नजिकै हो भ्लग बनाउनु हामी चाहिँ गइहाल्छ ल ब्लगर हो गाइस आइस पसल गाइस त्यो छु सिस्टर हाम्रो कोठा आयो मम्मी फोन लगाएर गाइस